अहिले झापा 5 मा केपी ओली कि बालेन त? अब यसो हेर्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ बाले नै भन्नुपर्ने जस्तो केपी ओलीलाई दिन थाल्यौँ भने त के इट्स टाइम फर चेन्ज हो क्या दाइ अहिले चाहिँ अहिलेको देखिन्छ। बालेन नै किन चाहियो जस्तो लाग्छ तिमीलाई? अब कति चाहिँ हामी यही आन्दोलनहरू गरेर बसिरहने होइन, कति अब वर्षमा 5 पल्ट अब के भन्छ त्यो केले धोती फेर्यायो कि के फेर्या जस्तो सरकार चेन्ज भइरहने। अब यो बार चाहिँ नो ओली सरकार, यो चोटि चाहिँ अब बालन सरकारलाई चाहिँ हेर्ने। 5 मा बालेन कि केपी ओली त तिम्रो लागि? मेरो लागि अहिले भोट हाल्न मिल्ने भए भए यसमा त कोही दो मात्रै हुँदैन दाइ। अब यस्तो माहौलमा पनि अहिले झापा 5 मा केपी ओली कि बालेन त? अब यसो हेर्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ बाले नै भन्नुपर्ने जस्तो चोटि चाहिँ हामीले अब बालेनजीलाई नै जिताउनु पर्छ जसरी नि दाइ। आफूले सक्दो सहयोग गरेर के हुन्छ कसरी हुन्छ त्यो चाहिँ लाग्छ मलाई दाइ। बालेन तिम्रो लागि किन चाहियो अहिले, किन आवश्यक हो नेपालको लागि? बालेन मेरो लागि भन्दा नि बालेन अहिले सारा नेपाली जनताको लागि चाहिएको हो दाइ। यो चाहिँ कस्तो हो भने मेरो लागि मैले एक्लैले गरेर हुने होइन। यो बालेनजी आउनु भएपछि उहाँले केही गर्नुहुन्छ। सबैको आशा चाहिँ अहिले नेपाली जनताको चाहिँ उहाँमाथि हो। उहाँ आएपछि चाहिँ के हुन्छ कि भन्ने जस्तो लाग्छ है मेरो लागि चाहिँ। अब म धेरै धेरै धन्यवाद निश्चल। झापा 5 मा बालेनको शाह कि केपी ओली? अहिलेको सिचुएसनमा चाहिँ भोट चाहिँ बालेनमा जाओस् है, घन्टीमा जाओस् होइन। बालेन नै नेपाली युवाहरूलाई किन चाहियो जस्तो लाग्छ तिमीलाई? अब बालेन नै नेपाली युवालाई भन्दा नेपाली जनतालाई चाहिँ अहिले बालेन चाहियो जस्तो लाग्छ मलाई चाहिँ होइन। किनकि नेपाली जनताले धेरै यो पुरानो बुढाहरूलाई फेस गरिसके, तर बट दे डिडन्ट सी एनी चेन्ज। बट करेन्टली आई थिङ्क द्याट दे निड समवन न्यू जसले डेभलप गर्न सक्छ होइन देशलाई। So you think it's time for change, right? एब्सोल्युटली। Absolutely. It's good hearing from you.